ल हेर्नुहोस् है, हामी चाहिँ आज सिम लिन हिँडेका। नयाँ सिम। यहाँ रातो ज्याकेट लाउने चाहिँ हाम्रो पुरानो नेपाली नै हो, तर कम्पनीमा काम गर्ने मान्छे हो। उहाँले चाहिँ हामीलाई सबैलाई सिम दिनुहुन्छ अरे, सिम किनिदिनुहुन्छ अरे। हाम्रो अब टिआरसी नबनुन्जेल 2 महिनासम्म अब हाम्रो नामबाट हुँदैन, त्यही भएर उहाँ सिम लिइदिनुहुन्छ अरे। त्यसपछि उहाँकै नामबाट हामी सबैलाई सिम लिइदिने अरे। एक दुईजना बहिनीहरू चाहिँ पुरानै हुनुहुन्छ, उहाँहरूको आज अफ हो अरे, त्यही भएर यहाँनिर एकजना छोरा मान्छे देखिनुहुन्छ नि, सँगसँगै रातो ज्याकेटसँग हिँड्ने। उहाँ चाहिँ यहीँ रोमानियन हो। उहाँले सिस्टरले चाहिँ बिहे गर्नुभएको अरे उहाँसँग। ल हामीहरू सिटीमा छौँ। आज यसो घुम्ने मौका नै हुन्छ। ल सिम किनिदिन्छु, ल जाउँ मेरो नाम हो भन्नुभयो र हामी सबै लाग्यो। हेर्नुहोस्, सबै लाग्यो। अब एकछिन सिम लिएर आउने, त्यसपछि सुतेको पनि छैन, अब सुत्ने हो। हामीहरू हाइवेमा निस्क्यौँ। यो सबै हाइवे नै हो, सिटी नै हो, तर यहाँ चाहिँ राउन्ड छ यस्तो छ। हेर्नुहोस् नजिकै मेन सिटीमै राखेको रहेछ हामीलाई। त्यही भएर यहाँ विक्रम सर पनि हुनुहुन्छ। हामी सबै नयाँ हो। एक दुईजना मान्छे चाहिँ 1 महिना 2 महिना हुनुभएको, नभए सबै हामी नयाँ हो। उहाँहरूसँग सिम छैन, त्यही भएर सिम लिन हामी हिँडेका। हेर्नुहोस् यस्तो छ युरोप। हेर्नुहोस् यहाँबाट रोड क्रस गर्ने हो, जेब्रा क्रसिङबाट। ल हेर्नुहोस् टक्क यसरी गाडी उभिन्छ। हाम्रोमा भए चाहिँ गाडी क्रस गरेर मान्छे हिँड्दा हिँड्दै पनि मान्छे माथि चढेर चढ्न खोज्छ, तर यहाँ हेर्नुहोस् टक्क मान्छे जेब्रा क्रस, टक्क जेब्रामा पाउ राखेपछि सर्लक्क आफै गाडी रोक्छ। हेर्नुहोस् रुल भनेको रुल हो, युरोप भनेको युरोप हो। हेर्नुहोस् यहाँको सिस्टमै अलग छ। कस्तो राम्रो हो न, सफा, कति सफा छ। ल हामी चाहिँ 15-20 मिनट लाग्छ अरे हिँडेर सिम लिने ठाउँमा जाँदैछौँ। हेर्नुहोस् साथी हो। ल यो अघि लागेर हामी नयाँ मान्छेलाई सिकाउँदै हुनुहुन्छ। हामीहरू हेर्नुहोस् रोड, हेर्नुहोस् सफा सुग्घर चिल्लो रोड। यहाँ चाहिँ पेट्रोल पम्प रहेछ अगाडिपट्टि। हेर्नुहोस् मैले अघिबाट खिच्दैछु, यो ठुलो बिल्डिङ, हामी बस्ने बिल्डिङ त्यही नै हो। म्याडम हुनुहुन्छ, नेपाली म्याडम। सबै सिम लिने हिँडेको है। यहाँ पेट्रोल पम्प आयो। यहाँ कहाँनिर पाउँछ अरे सिम भनेर गएको। हामी त नयाँ नयाँ हो, हाम्रो बारेमा थाहा छैन, त्यही भएर उहाँले चाहिँ देखाउन लानुभएको। पेट्रोल पम्प रहेछ नजिकै।
दृश्य चाहिँ मेरो युरोपमा घुमफिर गर्नलाई हिँडेको। अब हामीलाई त फर्स्ट टाइम आयो, नौलो ठाउँ लागेको छ होइन, त्यही भएर पनि हामी एक्साइटेड भएको अवस्था। हाम्रो चाहिँ सबै हामी एउटै भ्लगमा बस्ने हो, एउटै फ्ल्याटमा बस्ने साथीहरू। उहाँलाई चाहिँ कम्पनीले यहाँको सिक्का सबै देखा भनेर पठाउनु भएको छ। रातो सुट लाउने चाहिँ हाम्रो नेपालीहरूलाई यताउता सिकाउने हेर्ने पुरानो मान्छे हुनुहुन्छ। उहाँ चाहिँ यहीँको स्थानीयसँग बिहे गरेर बस्नुभएको। हेर्नुहोस् यता वरिपरि पनि हेर्नुहोस्, हेर्नुहोस् कति सफा छ बाटो, यही खुसी लाग्यो। सबै साथीहरूले हेर्नु होला, युरोप भनेको यस्तै हुँदो रहेछ है। अगाडि तपाईँहरू विक्रम सरलाई छेलिदिइहाल्छ फेरि सबै। ल यता विक्रम सर हुनुहुन्छ, यता पछाडि विक्रम सर, विपिन सर, हेमन्त सबै हुनुहुन्छ। हेर्नुहोस् है ल जस ठिक छ, राम्रो छ। यहाँनिर हाम्रो काठमाडौँ जस्तो देखिन्छ। यहाँनिर हेर्नुहोस्, यहाँ सेम काठमाडौँ जस्तो छ यहाँनिर। हामी चाहिँ हाइवेमा छौँ अहिले र केही साउन्डहरू नसुनिन सक्छ, भिडियोहरू हल्लिन सक्छ। म हातैबाट भ्लग बनाइराखेको छु, त्यही भएर हल्लिन सक्छ। ल हामी चाहिँ मेडमको पछि कुद्नु परेको छ, बाटो देखेको छैन। ल हेर्नुहोस् पारिपरि कस्तो दामी छ। ओहो हेरौँ कस्तो राम्रो छ। अरे यहाँ त समुद्र हो क्या हो, समुद्र जस्तो छ त। ए होइन रहेछ, सानो सानो रहेछ। ल यो हाम्रो उर्मिला बहिनी हिजो हामीसँग आउनुभएको, अघि लाग्ने बहिनी पनि हो। ल यहाँनिर हेर्नुहोस् सानो एउटा उ जस्तो रहेछ है। यो चाहिँ हाम्रो नेपालको बागमती जस्तै अरे खोलाहरू भन्दै हुन्छ। ल हेर्नुहोस् यहाँको दामी आएर सिनहरू हेर्नुहोस् त, हेर्नुहोस् कस्तो दामी छ। यो चाहिँ हाम्रो काठमाडौँको पशुपतिमा बागमती जस्तै खोला अरे है भन्दै हुनुहुन्छ। राम्रो छ निकै टाढै पो लाग्ने चाहिँ के हो। हेर्नु कस्तो राम्रो सिन। हजुर भ्लग हो, हजुर भ्लग हो, हजुर युट्युब हो। पूर्वेली नयाँ खबर, पूर्वेली नयाँ खबर सब्सक्राइब गर्नुहोस् है। सब्सक्राइब गरेर भरे भ्लग हेर्नु होला। अब भरे त आफ्नो सिम भएपछि अपलोड गर्छु। अगाडि जानु पर्यो। यहाँनिर कस्तो राम्रो सिन छ हेरौँ। आम्मा हो दामी निस्क्यो त यहाँबाट त। हेर्नुहोस् दामी छ, हेर्नुहोस्
ल यहाँनिर पार्क जस्तो रहेछ है, दामी खालको। यहाँ अघि उस्तै छ, एकजना बहिनी चाहिँ पर पुगिसक्नु भएछ। ल यहाँनिर ब्रिज पनि रहेछ, ब्रिज रहेछ। आकाश राम्रो खुलेको छ है, एकदम सफा आकाश छ। आज घाम लागेको दिन। हेर्नुहोस् हेर्नुहोस् कस्तो दामी छ। आम्मा हो, यहाँनिर ओ तल हाँसहरू छन्, ठुल्ठुला कत्रा हाँसहरू हेरौँ। बाफ्रे बाफ्रे, यहाँ त एउटा पार्क जस्तो रहेछ। ल यहाँनिर हामी बसेको परको ठुलो चाहिँ हामी बसेको बिल्डिङ हो। हेर्नुहोस् साह्रै दामी रहेछ, आकाश पनि मौसम पनि दामी छ। तर मैले चाहिँ देखेको छुइनँ है भिडियो कस्तो छ घामले गर्दाखेरि। हेर्नुहोस् दामी छ, घाम लागेको बेला धेरै रमाइलो हुने रहेछ। हेर्नुहोस् यो चाहिँ पूर्वेली नयाँ खबर, सब्सक्राइब गरेर हेर्नु होला है। मेरो भ्लग चाहिँ पूर्वेली नयाँ खबर भन्ने छ। हेर्नुहोस् यो पार्क हो है, टक्क आएर बस्ने हेर्ने। हेर्नुहोस् यहाँनिर कस्तो राम्रो पार्क छ हेरौँ, बस्ने ठाउँ, रुखहरू कस्तो दामी दामी है। हेर्नुहोस् यहाँनिर ठ्याक्क काठमाडौँको सिटी जस्तो ठाउँ छ, जैन ट्रु। ल सब्सक्राइबर मेरो धेरै बढ्ने भयो अब। तल तल जानु, आज तलबाट जाउँ भन्ने भयो, माथिबाट अलिक हल्ला आयो त्यही भएर। हजुर हजुर ल आज मेरो धेरै फलोअरहरू बढ्ने भयो है, बहिनीहरूले पनि सब्सक्राइब गर्नुभएको छ। हेर्नु कति राम्रो पार्क छ यहाँ, शीतल चट्ट बस्ने, यतातिर बाटोहरू ठिक छ ठिक छ। ल विक्रम सर ल विक्रम सर बहिनीहरू चाहिँ माथितिर जानुभयो। यहाँनिर हेर्नुहोस्, यहाँ हाम्रो म्याडम हो है, रातो सर्ट लाउने हुन्छ। हस् ल हेर्नुहोस् बङ्गुर फर्म थियो मेरो कि। ल एकदम सफा छ, राम्रो छ, चट्ट पार्क छ। हामीहरू अझ मेन सिटीमा आउँदैछौँ, भिडियो हेर्दै जानुहोस् है, कन्टिन्यू हेर्दै जानुहोस् है। अझ पर्छ दामी दामी सिन छ अरे, हेर्नुहोस् हेर्नुहोस् यहाँ कति राम्रो छ, चट्ट शीतल सफा रोड है। म ल हेर्नुहोस् युरोको भिडियो, हजुर युरोको भिडियो, रोमानिया। ल हेर्नुहोस् उहाँहरू आउँदै हुन्छ, मासतिर नआउँदै हुन्छ। ल हाम्रो पुरानो साथी नै हुन्छ, कोही नयाँ साथी हुनुहुन्छ। दामी छ दामी छ। ल हामी मेन कहाँ आइपुग्यो? हेर्नुहोस् यहाँनिर राम्रो पार्कहरू छ है, राम्रो पार्क छ यहाँनिर। अघि हामी गएको बाटो पनि यही जस्तो छ, यही होला, यही हो बाटो अघि हामी गएको। अघि यता यसो घुम्ने जस्तो लाग्छ। हजुर हजुर ल हामी यता जानुपर्ने अरे है, हामी जाने चाहिँ यता अरे। दामी छ दामी छ। ल सबै उहाँ मिट प्रोडक्ट हाम्रो स्टाफहरू हुनुहुन्छ, यहाँ सबै स्टाफहरू हुन्। हेर्नुहोस् मिट प्रोडक्ट इन्टरनेसनल एसआरएल रोमानिया।
भरे यहाँबाट छोड्दियो भने जाऊ भन्नु भने दिन्छ ल हेर्नुहोस् दामी छ यताबाट हामी यसो घुम्नुपर्ने रहेछ एकदम सफा सुन्दर स्वच्छ छ हेर्नुहोस् मिट प्रोडक्ट इन्टरनेसनल स्टाफ यस पार्कहरु घुम्दै आयो यसो पार्कहरु हुन् ठिकै छ पार्क हेर्दै आयो नि त ल गाडीहरु रोडमा कुदिरहेका छन् बाटो हेर्नु न कस्तो राम्रो छ युरोप भनेको युरोप हो हेर्नुस् हामी भनेको मेन सिटीमै बसेका छौं यो सिटीको नाम चाहिँ ओरडिया हो है ओरडिया मेन सिटीमा छौं हामीहरु हेर्न भनेर निस्केका तर धेरै हिँडिसक्यो मेन कुरो हाम्रो सिम लिनु छ ल हेर्नुस् यता दायाँ बायाँ हेर्नुस् कस्तो राम्रो छ दामी छ यस ठिक छ ल दामी छ दामी हेर्नुस् यो हाइवे हो है त्यहाँ हाइवे हो यो चाहिँ फुटपाथ हो हेर्नु फुटपाथ कति बडो छ ठुलो छ यस्तो ठुलो फुटपाथ भइदियो भने हिँड्न सहज हुन्छ हेर्नुस् यो प्रतीक्षालय हो बस आउँदाखेरि टक्क रोकेर बस्ने कस्तो दामी खालको छ स्ट्यान्डहरु यहाँनेर बस आउँछ टक्क बसमा चढेर जाने यो बस प्रतीक्षालय हो हेर्नुस् दामी छ यो चाहिँ रोड क्रस गर्ने ठाउँ हो यो चाहिँ यहाँ हेर्नुस् यहाँबाट क्रस गरेर पारी गइन्छ र यतातिर पार्क हेर्नुस् कस्तो दामी छ हेर्नुस् यहाँ दामी छ हेर्नु शीतल खाने ठाउँ शीतल बस्ने ठाउँ राम्रो छ हेर्नलाई अति राम्रो छ कस्तो मनमोहक दृश्यहरू देख्न पाइन्छ यहाँनेर हेर्नुस् बाटो हेर्नुस् यतातिर मेन हाइवे हो यो बीचमा यता छेउतिर उता पारी पनि छ त्यस्तै यता वारी पनि त्यस्तै फुटपाथहरु पनि कति राम्रो छ मान्छे हिँड्ने ठाउँ सफा छ है हेर्नुस् उमा अब यो चाहिँ फ्याक्ट्री होला कुछ होला के होला ठुलो छ यहाँनेर हामी सिन्धुकै टाढै रहेछ क्यारा हामी हिँड्ने ठाउँ हामी सबै एक ग्रुपमा हिँडिरहेको छौँ हामी चाहिँ मिट प्रोडक्ट इन्टरनेसनल एसआरएल कम्पनीका स्टाफहरु सबै साथीहरु हौं हामी सबै एक फ्ल्याटमा बस्ने साथीहरु हो हेर्नुस् पारी हेर्नुस् कस्तो दामी छ वहाँ हेर्नुस् दामी छ अब कहाँ देखाउँ हजुरहरुलाई कहाँ देखाउँ